नमस्कार, म तपाईको वरिष्ठ पत्रकार अभियान घिमिरे। आज हामीसँग हुनुहुन्छ वरिष्ठ भाग्य नेउपानेज्यू। आज हामी उहाँसँग छोटो मिठो अन्तर्वार्ता गर्न गइरहेका छौँ। नमस्कार, म भाग्य नेउपाने र तपाईले देख्न सक्नुहुन्छ, उहाँले भनिसक्नुभयो, खुलासा गरिसक्नुभयो, म वरिष्ठ ब्लगर भाग्य नेउपाने भनेर। युट्युब च्यानलमा हजुरहरूले मिनी लाइफ ब्लग भनेर सर्च गर्नुभयो भने मेरो च्यानल भेट्नुहुन्छ। भर्खरै मैले आफ्नो युट्युब जर्नी स्टार्ट गरेको छु, तपाईँले त्यहाँ देख्न सक्नुहुन्छ। तपाईँको सुरुवात चाहिँ हजुरले अहिले विगत समयमा हजुरले के गर्यो, के कस्ता कार्यहरू गरिरहनु भएको छ त्यसको थोरै एउटा जानकारी पाउनु। अब मैले चाहिँ आफ्नो ब्लगको च्यानल चाहिँ अब धेरै अगाडि खोल्ने सोच राखेको थिएँ, तर विभिन्न समस्याहरूको कारणले मैले खोलिनँ। भर्खरै हालसाल मैले 12 क्लास सक्ने बित्तिकै चाहिँ मैले भर्खरै एउटा सानो च्यानल खोलेको छु, मिनी लाइफ ब्लग भनेर च्यानल खोलेको छु। भर्खरै हालसाल यो दसैँको ठ्याक्कै 5 दिन अगाडि चाहिँ च्यानल खोलेर त्यसमा भिडियो हालेको छु। हजुरहरूले त्यहाँ मेरो भिडियोहरू हेर्न सक्नुहुन्छ। योभन्दा पहिला के गर्नुहुन्थ्यो र अब यो ब्लगको साथसाथै हजुरले अब के कस्ता कार्यहरू गर्ने योजनाहरू बनाइरहनु भएको छ, के हिसाबले चाहिँ अघि बढ्ने योजनाका साथ अघि बढ्नु भइरहेको छ, यसको विषयमा थोरै जानकारी पाउनु। हजुर, हस्। अब मैले योभन्दा अगाडि त अब भनिहालेँ 12 भर सकिएको भनेर। त्यससम्म म आफ्नो स्टडीलाई फोकस गर्दै थिएँ। अब ठ्याक्क 12 सकियो। अब सानो ब्लग च्यानल चाहिँ मैले स्टार्ट गरेको छु। अब त्यसमा अब कामहरू गर्दै जान्छु र अब यसपछि आफ्नो पढाइलाई निरन्तरता दिने कुरा त रहन्छ नै। र अब यही आफ्नो युट्युब जर्नी चाहिँ अलिकति राम्रो तरिकाले स्टार्ट गरौँ भन्ने मेरो सोच राखेको छु। ठिक छ। अब तपाईँले त्यो गरिसकेपछि चाहिँ तपाईँले कस्ता कार्यहरू चाहिँ तपाईँले त्यो गरे बापत चाहिँ तपाईँले एउटा आफ्नो ठाउँ देशको लागि चाहिँ तपाईँले एउटा के मान्यता योगदान दिनुहुन्छ कि हुन्न, यस विषयमा थोरै जानकारी पाउँ। हजुर, हस्। अब ब्लग बनाउने भनेकै अब कुनै पनि क्षेत्रको हुनसक्छ, दैनिकी ब्लग हुनसक्छ। अब एकदमै आफ्नो कुनै ठाउँलाई अथवा मान्छेलाई अथवा के कुरालाई एडभर्टाइज गर्ने कुरा आउँछ, त्यसमा चाहिँ मैले आफ्नो ब्लगमा चाहिँ विभिन्न ठाउँहरू भ्रमण गरेर चाहिँ ल यो ठाउँ यस्तो छ, यो ठाउँ यस्तो छ, म यहाँ छु, म यो गर्दैछु भनेर चाहिँ अब आफ्नै ब्लग बनाए पनि त्यो ठाउँको पनि प्रचार प्रसारण गर्ने चाहिँ मैले उद्देश्य राखेको छु। जसले गर्दा चाहिँ आफ्नो मात्र नभएर चाहिँ ती अब कतिपय ठाउँहरू ग्रामीण हुन्छन्, त्यसको एडभर्टाइज गरेँ मैले भने चाहिँ ल अब 10 जनालाई थाहा थिएन, 10 जनाले भिडियो हेरेर 1 जनाले मात्रै त्यो कुरालाई बुझेर चाहिँ त्यो ठाउँ भ्रमण गर्न आउँछ भने त्यसमा चाहिँ केही विकासहरू होला भन्ने चाहिँ मैले सोच राखेको छु। मेरो उद्देश्य पनि त्यो हो। तर अब हेरौँ अब बिस्तारै के हुँदै जान्छ, मानिसहरूले त्यसलाई कुन रूपले अगाडि बढाउँछन् भन्ने कुरामा हामीले सोच राखेका छौँ। तपाईँको यो सोच सुन्दा धेरै राम्रो लाग्यो र म तपाईँलाई शुभकामना पनि दिन चाहन्छु। तपाईँले यस्तो एउटा राम्रो काम हो, किनभने मान्छेहरू कोही तपाईँ जस्तै अब तपाईँ अहिले नुवाकोटमा हुनुहुन्छ र एकजना मान्छे कोही रसुवामा हुन्छ भने अब नुवाकोटको विशेषताको उहाँको बारेमा के थाहा छैन, तपाईँले यो विषयमा हाल्नुभयो, तपाईँले यो नुवाकोटको विषयमा तपाईँले एउटा भिडियोहरू हाल्नुभयो भने त्यो एउटा राम्रो हो र अरूले पनि जानकारी पाउँछन्। र तपाईँले भन्नुभयो विभिन्न ठाउँमा चाहिँ तपाईँले भ्लगिङ गर्छु भनेर भन्नुभयो, यो पनि एउटा देशको लागि मात्र नभए जनताको लागिदेखि लिएर साधारण मान्छेहरूलाई पनि एउटा तपाईँले सहयोग गर्ने एउटा उद्देश्य राख्नु भएको रहेछ। तपाईँको यो भ्लगिङ अघि बढ्दै जाओस् भन्नको लागि चाहिँ म तपाईँलाई शुभकामना दिन्छु। हामी हाम्रो भिडियोको अन्तिम चरणमा आइसकेका छौँ। जाँदा तपाईँ दर्शक श्रोताहरूलाई के जानकारी गराइदिनुहुन्छ, थोरै जानकारी गराइदिनुहोस्। धन्यवाद। उहाँको इन्टरभ्यूमा आएर मैले आफ्नो केही कुराहरू सेयर गर्न पाउँदा धेरै खुसी लाग्यो। त्यसको लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र जाँदै म के भन्न चाहन्छु भने तपाईँहरूले उहाँलाई मात्रै सपोर्ट नगरेर मलाई पनि युट्युबमा गएर मिनी लाइफ ब्लग भनेर सर्च गरेर मेरो च्यानलमा पनि केही थोरै सपोर्ट, थोरै माया देखाइदिनु हुन अनुरोध गर्दै आज म यहाँबाट बिदा हुन चाहन्छु। हस्त, धन्यवाद।